यसको एउटा आफ्नै रेकर्ड पनि विशिष्ट एउटा पहिचान छ। रेकर्ड त मिल्दैन त्यो पहिचानलाई हामीले चाहिँ सधैँको कायम राख्नु पर्छ। पछि लास्टमा सेभ गरिदिने कि यति भनेपछि मलाई एउटा के लाग्यो भने अहिले हामीले चाहिँ कामहरू के छ भने अहिले नेसनल सिनारियोमा चाहिँ हामीले क्रिएट गर्न सकेका छैनौँ। यो सन्दर्भमा चाहिँ नि अहिलेको प्लानिङ एक्ट जुन आउँदैछ त्यसले यस दिशामा चाहिँ विचार गरोस् ताकि यो अल दिस म्युनिसिपालिटीहरूले चाहिँ एउटा प्लानिङ एउटा सिस्टम हामीले राख्न सकौँ उनीहरूलाई। यसमा एउटा के भयो भने हाम्रो आफ्नै प्लानिङ सिस्टम अथवा चाहिँ प्लानिङ प्र्याक्टिस नहुँदाखेरि के भयो भने डोनरहरूले चाहिँ नि आफ्नो किसिमबाट चाहिँ प्रोजेक्ट दिन थाल्यो। भनेको मतलब वी आर बेसिकली हाम्रो अर्बन प्लानिङमा के भयो भने यसो डोनर ड्रिभन प्रोसेस भयो। हामीले डोनरहरूलाई गाइड गर्नु पर्नेमा उनीहरूले हाम्रो ड्राइभ गरिरहेछ। त्यस कारण कतिपय कुराहरू चाहिँ हाम्रो चाहिँ यो राइट डिरेक्सनमा गइरहेको छ जस्तो मलाई लाग्दैन। त्यस कारणले खालि अब यहाँ के छ भने अब डोनरहरू त खास गरेर ब्याङ्कहरू त के छ भने उनीहरूको सकेसम्म पैसा चाहिँ फाइनेन्स चाहिँ नि गर्ने खर्च गर्नेमा उहाँहरू लाग्नु भएको छ। तर कन्ट्रीको आवश्यकता नहुन पनि सक्दछ। त्यस कारण मलाई यो स्ट्रङली यो कुरा हामीले चाहिँ यो कुरा रियलाइज गर्नुपर्छ ताकि हामीले डोनरहरूले हाम्रो आवश्यकता अनुसार काम गरोस्। एउटा त्यो हो। अर्को त के भने अब यो प्लानिङ सोसाइटीले एउटा के छ भने हाम्रो प्रोफेसनल आइडेन्टिटी हामीले अहिलेसम्म पनि हामीले पाएका छैनौँ। किनभने हाम्रो रिकग्निसनै भएको छैन। इन्जिनियर, आर्किटेक्ट, डक्टर, प्रोफेसर, लयर सबैको आफ्नो रिकग्निसन छ। तर प्लानर एज सच हाम्रो आइडेन्टिटी छैन। भनेको मतलब यो चाहिँ नि हामीले एउटा प्रोफेसनल आइडेन्टिटी कुरो छ यो है। यस विषयमा पनि हामीले सोच्नुपर्ने अवस्था मैले देखिरहेको छु। किनभने नेपाल गभर्मेन्टकै सर्भिसमा पनि यो बिल्डिङ एन्ड आर्किटेक्चर ग्रुपमा राखेको छ प्लानरलाई। प्लानिङको आफ्नै एउटा हुनु पर्यो। अर्को कुरा के भने यो प्लानिङ एजुकेसनमा चाहिँ इन्स्टिट्युट अफ इन्जिनियरिङले र चाहिँ काठमाडौँ युनिभर्सिटीले पनि सुरु गरेको छ अहिले। अब धेरै राम्रो कामहरू पनि उहाँले गर्दै पनि हुनुहुन्छ। तर यसमा एउटा मलाई के लागेको छ भने हाम्रो अहिले खास गरेर चाहिँ प्लानिङ एजुकेसनमा चाहिँ सिभिल इन्जिनियर र आर्किटेक्ट्सहरूको बोलावाला धेरै दिन त्यसमा अझ आर्किटेक्चर त्यसमा मल्टिडिसिप्लिनरी अझ हुन सकेको छैन। किनभने यसमा जियोग्राफर्सहरू, अर्थशास्त्रीहरू, लयरहरू उहाँहरूलाई पनि यो प्लानिङ एजुकेसनमा ल्याउनु पाएको भए एउटा मल्टिडिसिप्लिनरी एउटा पर्सपेक्टिभ दिन्थ्यो। त्यो हुन हाम्रो अहिले सकिरहेको छैन। त्यसको लागि हामीले प्रयास चाहिँ गर्दैछौँ। अर्को कुरा के छ भने यो सोसाइटीको चाहिँ नि एउटा मल्टिडिसिप्लिनरी एउटा फोकस भएको हुँदा चाहिँ मैले के भने हाम्रो अहिले चाहिँ यो अर्थशास्त्रीहरूको एसोसिएसन छ, पोलिटिकल साइन्सको एसोसिएसन छ, जियोग्राफर्सहरूको पनि एसोसिएसन छ। हाम्रो यो अर्बन रिजनल प्लानिङ सोसाइटीले चाहिँ ती प्रोफेसनल ती एसोसिएसनहरूसँग पनि सहकार्य गर्ने एउटा वातावरण बनोस्। त्यसले गर्दा हाम्रो अझ चाहिँ महत्त्व चाहिँ अझ बढ्न सक्छ भन्ने मलाई लागेको छ। अर्को कुरा के छ भने हामीले अब अर्बन प्लानिङमा पनि भनिरहेको छौँ तर हाम्रो ह्युमन सेटलमेन्ट्स पर्सपेक्टिभबाट हेर्नु पर्यो ताकि चाहिँ अर्बन र रुरल सेटलमेन्ट्सहरूलाई एउटा फ्रेमवर्कभित्र ल्याउन सकोस्। यसमा खास गरी युएन ह्याबिट्याटको जुन स्लोगान छ फोकस अन ह्युमन सेटलमेन्ट त्यसलाई ध्यान दिएर हामीले चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मलाई लागेको छ ताकि चाहिँ ह्युमन सेटलमेन्ट्स प्लानिङ एन्ड डेभलपमेन्टमा चाहिँ नि एउटा ब्रोडर पर्सपेक्टिभ लिएर हामी हिँड्न सकौँ। त्यसमा युएन ह्याबिट्याटको बाट चाहिँ हामीलाई एभाइलेबल जुन एउटा कन्सेप्चुअल जुन एउटा चाहिँ कन्ट्रिब्युसन त्यसलाई हामीले चाहिँ विचार गरौँ। अर्को कुरा के सबभन्दा अर्को कुरा मलाई के लागेको छ भने यो खास गरेर चाहिँ यो अहिले नयाँ जल्दोबल्दो इस्यु छ नि क्लाइमेट चेन्ज। अब क्लाइमेट चेन्जमा अहिले भर्खर सगरमाथा सम्वाद भर्खर सुरु सकेको छ। त्यसमा चाहिँ नि होल हाम्रो हिमालयको आइसहरू चाहिँ नि 80% विल ड्राई अप भन्ने कुरा आइरहेको छ। यो तालले चाहिँ नि टेम्परेचर बढ्दै गयो भने हाम्रो अहिले रोप्सनको कन्सर्न पनि अब क्लाइमेट चेन्जमा पनि अलिकति हामीले अर्बन रिजनल प्लानिङ हिसाबबाट हामीले क्लाइमेट चेन्जमा पनि हामीले अलिकति कन्ट्रिब्युसन हामीले चाहिँ त्यसमा इन्भल्भ हुने हो कि भन्ने एउटा मेरो एउटा सानो एउटा जिज्ञासा हो। अर्को अब यहाँ के छ भने अब हाम्रो चाहिँ अर्बन पोलिसी जुन आयो त्यसमा चाहिँ अब नेक्स्ट 2007 को हाम्रो चाहिँ अर्बन प्लानिङ अर्बन पोलिसी 2007 हामीले ल्याएर त्यस बेलाको फोकस चाहिँ नि अनुसार चाहिँ हामीले चाहिँ खास गरेर इन्फ्रास्ट्रक्चर र विभिन्न अर्को खालका यो
प्लानिङमा चाहिँ बढ्दा त्यो बेला जोड त गरे हो तर अहिले हालसाल आएको 2081 को नेसनल अर्बन पोलिसी जुन छ अहिले त्यसमा चाहिँ नेसनल अर्बन सिस्टममा जोड गरिरहेको छ र अर्बन इन्फ्रास्ट्रक्चर रेभिन्यू कलेक्सन र गभर्नेन्स तर यो हेर्दाखेरि चाहिँ अब मन्त्रालयको हिसाबबाट चाहिँ यो ठिकै हो तर ओभरअल हेर्ने हो भने अझ चाहिँ यो अर्बन इकोनोमी अर्बन इन्भाइरोमेन्ट ती डाइमेन्सनलाई चाहिँ यो अर्बन पोलिसीले जस्तो मलाई लाग्दैन त्यही कारण यसमा अझ चाहिँ पछिको एक्सर्साइजमा हामीले गर्दै जाउँला र अर्को अब त्यसमा खास गरेर चाहिँ अब विभिन्न फेडरल अर्गनाइजेसनहरू प्रोभिन्सियल गभर्मेन्टहरूको पनि रोललाई हामीले हेर्नुपर्ने हुनसक्छ र यति भनेपछि अब यो यति भनेपछि मेरो आफ्नो सर्टेन कुराहरू मैले जुन मन्तव्य राखेँ र अर्को कुरा के छ भने अब अनौठानिक प्र्याक्टिसको कुरा गरौँ भने अहिले के छ भने अहिले हाम्रो जुन आइडिटिभहरू जुन आइरहेको छ इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट प्लान त्यो चाहिँ हाम्रो वी आर नट गोइङ द राइट डिरेक्सन किन मैले 10-15वटा चाहिँ आइडिटीको रिपोर्ट पढेँ कुनै पनि रिपोर्टले चाहिँ त्यो उसमा चाहिँ काम गरेर छैन त्यो अनुसार कतिपय रिपोर्ट त कस्तो छ भने कपी पेस्ट प्लान कपी पेस्ट नै गरेको चाहिँ देखियो त्यसले गर्दा के हुन्छ हाम्रो होल प्लानिङ्सहरूको नि प्रेस्टिजको इस्यु हुन सक्छ अहिले किन मलाई लाग्छ यो मध्यपुर टिमीको एउटा मेयरले के भनेको थियो भने ती रिपोर्ट हामीलाई कामै लाग्दैन भन्ने कुरा भनेको छ यसमा चाहिँ हामी विशेष ध्यान के दिनु पर्यो भने हाम्रो प्लानिङ मेकिङ प्रोसेसमै हामीले सठिक चिज हामीले ल्याएनौँ भने हाम्रो चाहिँ यो प्रोफेसनकै बदनाम हुने मैले देखेको छु त्यस कारण हामीले यो आइडिपी प्लानिङको डेभलपमेन्ट प्लान तयार गर्ने एउटा त्यो होल सिस्टममै वी हेभ टु रिथिङ्क अनि यति भनेपछि मैले चाहिँ आफ्नो सानो मन्तव्य दिएको छु धन्यवाद Thank you, Umesh sir. अब कार्यक्रमलाई अघि बढाउँदै म रूपसन 6th Executive Committee का प्रेसिडेन्ट तथा सिनियर अर्बन प्लानर सर डाक्टर जगदीश चन्द्र पोखरेल सरलाई आफ्नो मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु माथि पनि र यहाँ उपस्थित सबै कलिग यहाँ देखिरहेको छ कता कता चाहिँ यो मुड चाहिँ एनिभर्सरीको जस्तो म देखिरहेको छु यति साह्रो आई थिङ्क वी आर सेलिब्रेटिङ 25th birthday or 24th That's a very good idea. र हामीलाई अन्तिममा गएर हामी चाहिँ रूपसँग चाहिँ इन्भाइट भएको छ 25th कसैले चाहिँ एनिभर्सरी मनाउँछौँ सिल्भर जुबली त्यसले सबैलाई वार्म अप गरिसकेका हुन्छ र कतिपय इस्युजहरू कुराहरू रिकग्निसनका कुराहरू स्थायित्वका कुराहरू संस्थागत गर्ने कुराहरू त्यो पनि टु अ लार्ज एक्सटेन्ट यहाँ पुगिसक्दा मजाले इस्ट्याब्लिस भइसकेको हुन्छ यही नै मेरो
शुभकामना पनि हो र त्यही अपेक्षा पनि हामीले त्यही गर्न जाँदैछौँ भन्ने मलाई लाग्छ। र यसमा अघि हाम्रो आदरणीय मल्ल सरले भन्नुभएको कुरासँग म एकदम अग्री गर्छु कि चाहिँ मजासँग यो रिजनल प्लानिङ, एरिया डेभलपमेन्ट प्लानिङ, चाहे सिटी प्लानिङ चाहिँ भन्नुहोस्, त्यो चाहिँ एक्सेप्टेड हुँदैछ। नेसनको डेभलपमेन्ट एजेन्डामा मजाले एक्सेप्टेड हुँदैछ। हामीले कसरी पर्फर्म गर्छौँ, हामीले कसरी डेलिभर गर्छौँ र हामीले के उदाहरण सिद्ध गर्छौँ, त्यसले नै हामीलाई प्रोफेसनली इस्टाब्लिस गरिदियो। पब्लिक इन्भेस्टमेन्टको हिसाबबाट मलाई लाग्छ अहिले यति धेरै इन्भेस्टमेन्टहरू रिजनल प्लानरहरूले नै प्लानिङ गरिदिनु पर्ने एरियामा गइरहेका छ। त्यसलाई हामीले निहालेर हेरौँ, सानो कुरा होइन। त्यसैले यो रिकग्निसन जुन चाहिँ पब्लिक इन्भेस्टमेन्ट पर्सपेक्टिभबाट भइरहेको छ, त्यसलाई हामीले अब सोसाइटीको तर्फबाट र लिगली पनि होला र फर्मली कहाँ हामीलाई रिकगनाइज स्थापित गर्नुपर्ने हो, त्यसमा हामीले काम गर्नुपर्छ। त्यति मात्र। त्यसो म किन भन्दैछु भन्दा यहाँहरूले कतिको याद छ, गत वर्ष 81-82 को बजेट स्पिचमा 2-3वटा कुरा भनिएको थियो जो रिजनल प्लानरहरूले नै भन्दै आए, सिटी प्लानरहरूले नै गर्नुहोस् भनिराखेको के थियो? कतिको याद छ यहाँहरूलाई? गण्डकी त्रिभुज कन्सेप्ट भन्यो, याद छ? गण्डकी त्रिभुज कन्सेप्ट भनेको थियो। त्यो भनेको नारायणघाटभित्र बुटवल पोखरा अनि पोखरा त्यसपछि नारायणघाट, यसको बीचको एरिया जुन छ त्यसलाई भुजको हिसाबबाट 3वटा भुज भए। टुलसम्म एउटा भुज भयो, बुटवल पोखरा एउटा भुज भयो अनि पोखरा मुगलिन नारायणघाट एउटा भुज भयो। यो 3वटा भुजलाई 3 प्रकारको इन्डस्ट्रिज, 3 प्रकारको डेभलपमेन्ट फोकस गरेर इन्भेस्ट गर्ने भने यहाँनिर आए। तर यो वर्षको बजेट पोलिसी एन्ड प्रोग्राम र बजेट स्पिचमा भनिएका कुराहरू यहाँहरूलाई म अलिकति एक्चुअली आएको चाहिँ के तर 10वटा सिटिज भनेर उहाँले भन्नुभयो। द्याट्स अ गुड थिङ। यहाँनिर हामीले काम गर्ने ठाउँ मजाले छ। अर्को एउटा उहाँले के भन्नुभयो चाहिँ गत वर्षको हो, यो वर्ष त्यही शब्द चाहिँ भएन, तर इम्प्लाइड के हो भने यो चाहिँ मिड हिल हाइवेलाई प्रस्पेरिटी हाइवे बनाउने हो हामीले भनेछ। मिड हिल हाइवेलाई प्रस्पेरिटी हाइवे बनाउँछौँ, प्रस्पेरिटी करिडोर बनाउँछौँ भन्छ। त्यसको अर्थ के हो भन्दा अहिले जसरी हाइवे बनेको छ छोड्यो भने त्यसको खास डेभलपमेन्टलाई कन्ट्रिब्युसन त्यत्रो देखिँदैन। पछि अहिलेका जुन चाहिँ डेभलपमेन्ट इस्युजहरू छन्, अपर्च्युनिटिजहरू छन्, त्यसलाई मिड हिल हाइवेको दाइले